नमस्कार, तपाईहरुलाई स्वागत छ एमएनडी मेटल वर्कसपमा। आज हामीले यो कपनमा यसरी खेर गएको कौशीलाई हामीले एउटा सानो लुक्स दिनको लागि हामीले यसरी बारेका छौं। यो हाम्रो लगभग 490 स्क्वायर फिट जति क्षेत्रमा रहेको छ भनेदेखि यहाँ चाहिँ हामीले ग्लेजिङहरु विथ ब्लू ओसेन ब्लू कलर हालेर यसरी बनाएका छौं भनेदेखि यसको साथसाथै हामीले माथि रुफटपको काम पनि गरेका छौं टफन ग्लास हालेर। अनि यसमा चाहिँ हामीले ग्लेजिङमा चाहिँ हामीले यसरी खोल्न मिल्ने यसरी फोल्डेबल बनाएका छौं भनेदेखि यो आवश्यक परेको बेलामा चाहिँ हामीले यो खोलेर राख्न सकिन्छ भनेदेखि आवश्यक नपरेको बेलामा यसलाई यसरी बन्द गर्न पनि सकिन्छ। अब यसको साथसाथै हामीले माथि रुफटप पनि गरेका छौं। एकचोटि गएर सबै हेरौँ, आउनुहोस्। यो चाहिँ हाम्रो लगभग 580 स्क्वायर फिटमा फैलिएको छ यो टफन ग्लास। यो चाहिँ अब खेर गएको ठाउँको लागि हामीले 12 mm को टफन ग्लास हालेर यसलाई हामीले फिनिसिङ दिन कोसिस गरेका छौं। चलेछ बाजै चर्चा चलेछ, म त फेरि पागल पागल जस्तै। फेरि पागल 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 तपाईहरुलाई पनि यस्तै किसिमको टफन ग्लास, एल्युमिनियम, फलाम, गेट सम्बन्धित कुनै पनि यस्तो कामहरु रुफटपहरु काम गर्न परेमा हामीलाई सम्झिनुहोस्। हाम्रो चाहिँ लोकेसन भनेको चाहिँ साटो बाटो। सम्पर्कको लागि स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईले। थ्यांक यू।